गुड मर्निङ साथीहरू सबैजनालाई अनि ह्याप्पी दसैँ। आज चाहिँ मलाई बिहानै यस्तो घाँसमा आउँदाखेरि फोन बोकेर आउनु चाहिँ मन थिएन र पनि आज चाहिँ दसैँको दिन, दसैँ पनि आयो, आजदेखि चाहिँ दसैँ पनि लाग्यो र आज चाहिँ म भिडियो यस्तो बिहानै फोन बोकेर आउनु त मन थिएन र पनि आज चाहिँ दसैँको दिन अनि छोटो भिडियो बनाएर हाल्नु पर्यो भनेर घाँसमा आउँदा पनि मैले फोन लिएर आइसकेको छु र घाँसमा आइसकेको छु। यहाँनिर पर काट्ने हो घाँस चाहिँ अनि यहाँ देख्न सक्नुहुन्छ, यहाँदेखि यता जाने हो घर चाहिँ। अब म चाहिँ आज चाहिँ छोटो भिडियो बनाउनु पर्यो भनेर फोन लिएर आइसकेको छु र अस्ति चाहिँ भिडियो चाहिँ बनाएको थिएँ मैले। अनि अस्ति एक दिन भिडियो बनाएर हालेको थिएँ। अबदेखि भिडियो बनाएर हाल्नु पर्यो, छोटो भए पनि बनाएर हाल्दै गर्नु पर्यो भनेर भनेको थिएँ। अब के गर्नु, गाउँले जीवन, यी हातमा फोन भन्दा पनि हाँसिया नाम्लो डोकु बोकेर हिँड्नु परेको छ र मलाई चाहिँ अब फेरि काम गर्दाखेरि यस्तो फोन बोकेर हिँड्नु चाहिँ मन लाग्दैन। अब काम गरिसकेपछि जब आफूले काम गरिसक्छ तब मात्रै फोन चलाउने बानी छ। फेरि काम धेरै हुन्छ अनि काम गर्दाखेरि यस्तो फोन बोकेर यताउता हिँड्यो भने मलाई अल्छी लाग्छ। अनि त्यही भएर काम सकेर मात्रै फोन चलाउने बानी थियो र आज चाहिँ म बिहानै घाँसमा आइसकेको छु अनि भिडियो बनाएर हाल्नु पर्यो भनेर आइसकेको। अनि यहाँनिर बिहानै आज चाहिँ उठेर गोठको धन्दा सकेर चिया खाजा खाएर यहाँनिर घाँसमा आइसकेको छु। अनि यहाँ पर हो घाँस काट्ने चाहिँ। अब यहाँनिर एक भारी काटिसकेर चाहिँ ऊ तलबाट ल्याउनु छ अनि अब म चाहिँ हजुर धेरै लामो चाहिँ बनाइन भिडियो। अब थोरै भए पनि अस्तिदेखि बनाउँछु भिडियो भनेर भनिरहेको थिएँ, छोटो भए पनि हाल्छु भनेर। अनि समय टाइम नै मिल्दैन अनि काम गर्दाखेरि यस्तो फोन चलाउनु पनि झ्याउ लाग्छ। फेरि अस्तितिर चाहिँ फोनहरू धेरै चलाउँदा पनि आँखै दुख्थ्यो धेरै प्रब्लम हुँदा चाहिँ। तर अहिले चाहिँ यहाँ गाउँघरमा आइसकेपछि त गाउँघरमा त काम नगरी पनि हुँदैन। अनि के गर्नु साथीहरू, यस्तै छ। अनि अब मेरो घाँस काट्नु पर्ने चाहिँ यहाँ यी बारी सफा गर्दै, अब बारी सफा गर्ने बेला पनि भइसकेको छ र बारी सफा गर्ने बेला पनि भइसकेको छ। आलु रोप्ने बेला हुन आँटिसक्यो अनि मटरहरू रोप्दैछु मैले, सागहरू रोप्दै लसुन छेपी रोप्ने बारी चाहिँ अब सफा गर्दैछु। अनि अब यहाँनिर घाँस काटेर चाहिँ अब यहाँनिर तल जानु छ। फेरि अझै यहाँनिर एक बारी काटेर मात्रै पुग्दैन, आज चाहिँ 2 बारी घाँस काट्नुपर्ने छ साथीहरू। अनि धेरै लामो चाहिँ भिडियो भएन मेरो, भिडियो चाहिँ आज नै यति नै मात्रै हो।